हेलो हजुर नमस्ते। दुर्गा सिस्टरबाट चाहिँ मैले यो उहाँको टिकटक लिएको हो। सो दुर्गा सिस्टरलाई चाहिँ मैले नसोधिकन लिएको हो यो भिडियो। सो माफ गर्नु होला सिस्टर हजुर हैन। यस्तो मिठो मिठो अचारहरू बनाएर देखाउनुहुन्छ है। अनि वास्तवमा मलाई यो अन्डाको पनि अचार हुन्छ भनेर त मलाई साच्चै होला थाहा नै थिएन क्या। अन्डाको पनि अचार हुँदो रहेछ। हेर्दाखेरि त यामी एकदम मिठो होला जस्तो देखिरहेछ। पक्का पनि मिठो होला। अन्डा त्यसै मिठो हुन्छ हैन। हुन त कतिलाई त मन पर्दैन पनि होला। यस्तो मिठो देखिन्छ कि देख्दा त अहिले खाम जस्तै हैन। साच्चै होला के कस्तो राम्रो देखिरहेछ के। बनाउँदाखेरि चाहिँ के चाहिँ नहुने रहेछ त हैन। अचारहरू किन नहुने रहेछ त हैन। जेको पनि अचार हुने रहेछ क्या बनाउँदाखेरि। हेर्नुस् अन्डाको पनि अचार भइरहेछ यम्मी। यस्तो मिठो होला। हेर्दाखेरि थुक पनि भिल्यो के। नर्मली यो टमाटरको अचार त डेली युज नै हुन्छ प्राय मान्छेहरुकोमा हैन। अनि हजुरहरू कतिले चाहिँ हैन यो कसरी पिस्ने हाम्रोमा त्यस्तो खल छैन भन्ने पनि सोच्नु भएको होला हैन। चिन्ता नगर्नुस् है। मेरोमा छ है विद्या लिम्बुकोमा छ है यो खल। बुर्नेको खल चाहिँ है बुर्नेको खल। यो यसरी हामीले अचार पिस्दाखेरि किरकिर ढुङ्गा आउँदैन है यो बुर्नेको खलमा चाहिँ। यहाँ नेपालको ढुङ्गाहरू चाहिँ किरकिर ढुङ्गा आउँछ भनेर कति सिस्टरहरूले भन्नु पनि हुन्छ। यो बुर्नेको खलमा चाहिँ अचार यसरी पिस्दाखेरि किरकिर ढुङ्गा आउँदैन है। सो हजुरहरू धेरै पनि लिइसक्नु भएको छ। हजुरहरूको कतिको घरमा पनि होला। हजुरहरू लिनुहुने हजुरहरू सम्पूर्णलाई हृदयदेखि नै एकदमै धेरै धन्यवाद हैन। हजुरहरूले पनि अर्डर गर्न सक्नुहुन्छ। हामी चाहिँ हात्तीवन ललितपुरमा हो है। थ्याङ्क यू फर वाचिङ। इन्जोय।